लो चिया खाइसक्यो बिहानको अब खाजा के बनाउने बुढी अब मैले खाजा के बनाउँछु भने चिया पनि खाइसक्यौँ हामीले होइन आटाको म्यागी बनाउँछु खाजालाई है अन्डा हालेर बिहान हलुका खानुपर्छ कहिले काहीँ साथी हो लो अब यो सबै काटिसकेँ अब अन्डा घोल्नु पर्यो खाजाको लागि अब अन्डा अन्डा घोल्दैछु है नुन हालेर अब यो बाबाले सबै काटिदिइसक्नु भयो होइन यहाँनिर पनि अन्डा घोलिसकिदिनु भयो अनि यो म्यागी पकाउँदैछु है म चाहिँ आटाको साथी हो अहिले खाजाको लागि है साथी हो मैले म्यागी पकाउनुको लागि तेल हाल्दैछु है कम्ती हाल्नुपर्छ है यो प्याज पनि हाल्दैछु मैले प्याज हाल्नुपर्छ र खोर्सानी अलिकति प्याज पाक्नुपर्छ टमाटर हाल्दैछ है साथी हो है साथी हो म अन्डा हाल्दैछु है अन्डा पनि हाल्नुपर्छ म्यागीलाई फ्राई गरेको म्यागी हो यो सुपको लागि मसला हाल्दैछ है साथी म्यागीको मसला यसमा चाहिँ गाजर मटर सबै कुरा हुन्छ कि राम्रो हो आटाको यो क्या म्यागीको मसला चाहिँ राम्रो हुन्छ नि साथी हो छोप्दैछु है 2 मिनट जस्तोमा साथी हो म्यागी पाकिहाल्छ होइन यो छोपेर चाहिँ हलुका यो गर्छु 2 मिनटमा चाहिँ पाक्छ है छिट्टो पाक्छ है म्यागी है साथी हो यो साथी हो म्यागी पनि पाक्यो है अब खाएको बेलामा भेटौँ है साथी हो आटाको म्यागी बनाएको अन्डा हालेर कस्तो लाग्यो चाख्नुहोस् ल चाखेर भन्नुहोस् टेस्ट गरे म चाहिँ अब दामी दामी छ म पनि खान्छ है हो दामी